कफी चाहिँ महँगो हो भन्नुहुन्छ, सामान राम्रो र एक्स्ट्रा भएपछि पैसा महँगै पर्ने भइहाल्यो नि। त्यो एटिट्युड चाहिँ देखाएको होइन मैले साथीहरू। यो चाहिँ जसलाई वाइल्ड ब्यागी प्यान्टहरू मनपर्छ यो चाहिँ उहाँहरूको लागि एकदमै लिन चाहनुहुनेहरूले मात्र मेसेज गर्ने है व्हाट्सएपमा। बेबो बहिनी I don't mean no harm, nothing like that, right? I'm just being honest about it, right? Maybe I'm misguided, misinformed, right? I'm not sure about it, I don't know, right? तर मैले उसले दोकान खोलेको रहेछ कि, अनि उसले प्रोडक्टहरू हालेको मैले देखेँ क्या, हैन? अनि प्यान्टहरू छ, हैन? त्यो ब्रान्ड कसले सुनेको ब्रान्ड होइन क्या इन्टरनेसनली, हैन? भन्दैछु म रङ हुन सक्छु, तर मैले हेर्दा चाहिँ हो त्यो ब्रान्ड इन्टरनेसनली कसले देखेको ब्रान्ड पनि होइन, हैन? अनि सस्तो अरे, अरू महँगो छ अरे, यो त सस्तो हो भनेर, हैन? अनि प्यान्टको दाम 7500। एउटा प्यान्ट किन्नु पर्यो भने 7500, तर त्यो चाहिँ सस्तोवाला अरे। उसले भिडियो बनाएको पनि थियो, मैले देखेँ भने म चाहिँ सबलाई फलो गर्छु क्या भाइ, सबलाई फलो गर्छु। पुरा बसेर पुरै स्क्यान हो क्या भाइ, पुरै स्क्यान हो। हेर्दा त्यस्तो देखेको हो उसले 7500 भनेको हो। अनि सबले त्यो कमेन्टमा दिदी प्राइस महँगो भयो, प्राइस महँगो भयो, प्राइस महँगो भयो हो त्यो लेखिरहेछ। अनि उसले भिडियो बनायो, होइन होइन यो चाहिँ सस्तोवाला हो, अरू महँगो छ त्यस्तो होइन, त्यस्तो गर्नु खोजेको होइन भाइ। आई स्वेयर टु गड त्यो 7500 होइन क्या भाइ, होइन। त्यो 1500 मा त्यो यत्रो हुन्डी मुन्डीमा त्यो आएको प्यान्टहरू 7500 हो क्या। मलाई चाहिँ त्यस्तो लाग्छ, मलाई त्यस्तो लाग्छ क्या। एउटै कपडाबाट म 5000 चुज दिन्छु भनेर हो क्या त्यो। 7500 मा पेन्ट म्याच चिक्ने जिन्सको ब्रान्ड नसुनेको कहिले केही म्याच चिक्ने होइन क्या भाइ। के आँखै अगाडि देखाउनु पर्यो, यहाँ हेर्नु यसरी बनाएको हामीले आफै डिजाइन गरेर, फेसन डिजाइनर जस्तो यो फेब्रिक युज गरेको, यसलाई यति पर्छ यति पर्छ हो त्यो टाइपले गर्नु पर्यो। तलको मान्छेले माथि पुर्याउँछ, अनि माथि पुगेपछि तलको मान्छेलाई बिर्सिने। भिडियो चाहिँ झापल दाईको लागि, अनि झापल दाईको भिडियोहरू हेरेँ। उहाँले चित्त नबुझेको कुरा उहाँले भन्नुभयो, अब हामीले चित्त नबुझेको कुरा त हामीले पनि भन्न पाउनु पर्यो नि त। सो हजुरहरूलाई चाहिँ दाईको रियल आइडीहरू थाहा छ भने चाहिँ तपाईँहरूले मेन्सन गरिदिनु होला, किनभने चाहिँ मैले अहिलेसम्म उहाँको रियल आइडी कुन हो भनेर मैले चाहिँ थाहा नै पाउन सकेको छुइनँ, किनभने सोसियल मिडियामा एकदमै धेरै फेक आइडीहरू छ नि त। उहाँको रेस्पेक्ट गर्छु म दाईलाई। म आफू पनि एकदमै फ्रिडम खुल्ला तरिकाले हिँड्ने भएर चाहिँ मलाई त्यो दाईको लाइफस्टाइल जुन हुन्छ नि, दाई एकदमै खुल्ला मनले आफूलाई जे मन लाग्छ त्यही गर्नुहुन्छ, अब त्यही भएर पनि मलाई एकदमै मनपर्छ। तर त्यो दाईको लाइभ स्ट्रिम वालाको क्लिपहरू हेरिरहँदाखेरि चाहिँ होइन, सायद दाईले चाहिँ कुरा बुझेर मात्र बोलिदिनु भएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो क्या। दाईले चाहिँ भिडियोमा के भन्नुभएको छ भने बेबुको पसलमा सबैभन्दा सस्तो पेन चाहिँ यो 7500 को भन्नुभएको छ। त्यो चाहिँ तपाईँले उल्टो बुझ्नु भयो दाई, त्यो बियर खाँदै बोल्नु भएको छ, त्यही भएर पनि अलिअलि होस उड्यो भने त्यो तपाईँको अलग कुरा भयो, त्यो मलाई थाहा भएन। कुन भिडियोमा सुन्नुभयो मेरो पसलमा सबैभन्दा सस्तो पेन चाहिँ 7500 को भनेर तपाईँले त कहाँ सुन्नुभयो, त्यो पहिला मलाई प्रुफ दिनु है। मैले मेरो भिडियो राख्दाखेरि मैले के भन्छु भने मेरो पसलमा 3वटा वाइल्ड ब्यागी पेन छ जसको चाहिँ प्राइस एक्सपेन्सिभ छ, त्यो चाहिँ हाम्रो पसलको सबैभन्दा महँगो पेन हो भनेर मैले अलरेडी भिडियोमा भनेको छु। अनि तपाईँले चाहिँ त्यसको ठ्याक्कै उल्टो भन्नुभएको छ, बेबुको पसलमा सबैभन्दा सस्तो नै 7500 को लुगा अरे भनेर भन्नुभएको छ। त्यो कुन ब्रान्ड हो, कहाँबाट ल्याइ 7500 मा वाला लिएर आउन सक्छ भन्नुहुन्छ दाइ। तपाईँले त्यो लाइभ स्ट्रिम गरिरहँदाखेरि भन्नुभएको छ मैले सबैलाई फलो गरेर मैले चाहिरहेको हुन्छ भन्नुभएको छ। तपाईँलाई मेरो पर्सनल आइडी थाहा रहेछ नि त, मेरो पर्सनल आइडी कुन हो मलाई तपाईँको आइडी थाहा नभए पनि तपाईँलाई मेरो पर्सनल आइडी थाहा रहेछ। तपाईँले मलाई मेरो आइडीमा मलाई मेसेज गर्न सक्नुहुन्छ। त्यो प्यान्ट मैले कतिमा ल्याएको हो भनेर मैले तपाईँलाई त्यसको बिलहरू देखाउन सक्छु, बुझ्नुभयो नि। तर त्यो हामी बीच पर्सनलमा भएको कुरा तपाईँले सोसियल मिडियामा आएर भन्न मिलेन। अब मैले बारम्बार भनिरहेको छु 3वटा डिजाइनको ब्यागी पेन छ जसको चाहिँ प्राइस एक्सपेन्सिभ छ। त्यसको मतलब यो होइन कि मेरो पसलमा मैले बेचिरहेको सबै लुगाको प्राइस एक्सपेन्सिभ छ भन्ने हुँदैन। ठिक छ, दाइलाई अब नेपालमा 7500 को पेन बेचिरहेको छ भन्दाखेरि चाहिँ अब दाइलाई पनि चित्त नबुझेको होला। यो पेन भनेको चाहिँ अब तपाईँले नेपालमा जताततै पाउनु पनि हुन्न, हाम्रो नेपालमा 2-3 स्टोरमा मात्र छ है। जुन मैले महँगोमा बेचिरहेको पेन छ नि यो चाहिँ मैले होलसेलबाट लिएर आएको जस्तो लाग्छ भने तपाईँ गलत हुनुहुन्छ। हामीलाई यो पेनको डिजाइन मन परेर चाहिँ हामीले पर्सनल चाइनाबाट अर्डर गरेको कपडा हो, बुझ्नुभयो। हामीलाई पनि त यत्रो एक्सपेन्सिभ चिजहरू त धेरै ल्याउनु छैन, हामीलाई नि त रिस्क हुन्छ, बिक्री भएन भने त घाटा त हामी पर्छौँ नि त। त्यही भएर हामीले यो पेनहरू 10 पिस 15 पिस भन्दा धेरै ल्याएको छैनौँ। अनि हामीले डाइरेक्ट हामीले पनि विदेशी अनलाइन पेजमा देखेको कुरा चाहिँ हामीले यहाँनिर नेपालमा अर्डर गरेर ल्याएको। ल ठिक छ, झापली दाइ पो त लाइभ स्ट्रिममा बसेर बियर खाँदै उहाँलाई जे मन लाग्यो बोल्नुभयो। मलाई केही दुखमन छैन, त्यो कुरामा मलाई दुखमन छैन। दाइले आफ्नो कुराहरू अरू मेरो मात्र होइन हर कोहीको कुराहरू राखिरहनु भएको हुन्छ, त्यो कुरामा मलाई दुखमन छैन।
दुःख चाहिँ मलाई के कुरामा छ भने दाइले गलत बोल्नु भयो क्या ल ठिक छ अब दाइले लाइभ स्ट्रिममा बियर खाँदै अलिअलि अब ट्रिप पनि हान्यो होला दाइलाई हैन बियर खाँदै उहाँले बोल्नु भयो जे बोल्नु भयो ठिक छ अनि त्यो एउटा पेनको प्राइस त्यति पर्यो भन्दैमा अरू कपडाको प्राइस पनि त त्यति नै पर्छ भन्ने त हुँदैन मेन चाहिँ मलाई अलिकति पिट्टिकै चित्त नबुझेको भनेको कुरा चाहिँ बारम्बार दाइले चाहिँ के भन्नुभएको छ भने जिरोबाट उठेर आफू चाहिँ भुइँबाट उठेर माथि पुगेर अहिले मुनिको मान्छेलाई बिर्सिने भन्नुभएको छ कि हामी चाहिँ जिन्दगीभरि हामी चाहिँ खानै नपाएर लाउनै नपाएर बस्न पर्ने हामी भुइँबाट उठेको मान्छेले चाहिँ अलिकति केही राम्रो गर्न खोज्दाखेरि राम्रो गर्नुपर्छ जिन्दगीमा अगाडि बढ्न खोज्दाखेरि चाहिँ हामी चाहिँ बढ्न नसक्नु पर्ने